हेलो साथीहरू, आउनुहोस् मर्निङको कफी पिउँ, स्वास्थ्यको लागि राम्रो हुन्छ। कफी पाउडर चाहिँ कति हुन्छ भने 8.5 हुन्छ भने यसलाई चाहिँ म के गर्छु भन्दाखेरि अब यसलाई यसरी यो मिक्सिङ गऱ्यो भने चाहिँ के हुन्छ भने यसको चाहिँ टेस्ट अलि राम्रो आउँछ। टेस्ट राम्रो आउँछ, टाइममा झर्छ क्या कफी। अनि यति मिक्सिङ गऱ्यो भने चाहिँ यसको अलिकति टेस्ट पनि फरक हुन्छ क्या, अलि खानालाई अलि राम्रो हुन्छ। यो फ्रुटको अलिक टेस्ट आउँछ। अनि यो त्यतिकै चाहिँ यो सोल्टेड हुन्छ, यो कटहरको आइस्टीहरू डोसाहरू हुन्छ नि, तिनीहरू चाहिँ यो नगरिकन हाले नि हुन्छ। किनभने तिनीहरू चाहिँ यो सोल्टेडहरू चाहिँ यिनीहरू यो आइस अमेरिकनहरू यिनीहरू भनेको चाहिँ पानी र स्विट भएको हुन्छ। तिनीहरूको लागि चाहिँ यो मिक्सिङ गर्नु पर्दैन। अनि इस्प्रेसोको लागि चाहिँ अथवा लाटे क्यापुचिनोहरूको लागि चाहिँ यो मिक्सिङ गर्नु भयो भने चाहिँ यसमा चाहिँ टेस्ट अलिक फरक हुन्छ कि। यसमा दुध ल्याइसकेको छु। यसमा चाहिँ दुध यति हुनुपर्छ, यो कट भागसम्म। चाहिँ यहाँ कति जानुपर्छ भने 0बाट चाहिँ यसमा चाहिँ कफी चाहिँ ट्याक्क लगाएर तपाईँको 30 ग्राम झर्नु पऱ्यो कफीहरूमा। यसरी मिक्सिङ गऱ्यो भने यस्तो दामी तालले आउँछ, एक लाइनमा आउँछ। यो मिक्सिङ गरेन भने चाहिँ आउँदैन फेरि है। ल 15मा यो बाइक भयो। मैले चाहिँ धेरै खान्न, खास चाहिने यो 30 ग्राम हो। त्यही भएर चाहिँ दुध चाहिँ तपाईँको हिसाबले बनाउने कि कतिको गरम खाने। मैले एक्स्ट्रा नै खान्छु। कस्टमरको हिसाबले दिने हो। आफूले खानालाई चाहिँ कतिको नर्मल खाने, कतिको चाहिँ गरम खाने, कति तातो खाने भन्ने त्यो सुन्नुहुन्छ होइन। मैले चाहिँ धेरै गरम खान्छु, यति खाना पाउडर आयो। राखेर खाइन्छ कफी। आउनु खाने भए आउनु, यस्तै छन्। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160
अर्को देशमा यस्तो कफी बनाएर दिनुभन्दा त आफ्नो देशमा यसो सेवा गर्न पाए अलिक हुन्थ्यो भनेको खोइ त्यस्तै छ लगाइजहरू। त्यो माथि मैले चाहिँ अब के बनाउँछु भने यो कुकिज भइहाल्यो अलरेडी कुकिज रेडी नै छन्। अनि यिनीहरूको स्विट हो स्विटहरू यो कफी डे भयो। यो चाहिँ नम्बर 2 कफी नि के हेर्नुहुन्छ भने यहाँ छन् अरू यो स्विटहरू भइहाल्यो। यो स्विटहरू यहाँ पनि छन् स्विटहरू सबै। यो आइसटी हो। यो आइसटी मैले यहीँ रेडी गर्ने हो। यो रेडिमेड बट्टाहरूमा आउँछ तिनीहरूलाई चाहिँ म्यानेज गरेर आफैले बनाउने। यो कटकडी भइहाल्यो। यो स्विट भइहाल्यो। यो चाहिँ स्विट खाने र के खाने कफी खाने मान्छे भइहाल्यो। स्विट पनि खाने कफी पनि खाने के भन्ने यस्तै छ जिन्दगानी। ल साथीहरू म चाहिँ कफी खान लाग्यो अब है त। हजुर पनि आउनु खाने भए कफी खाने भए आउनु कफी खाम जन्डागीमा मजा लिन कफी। ओके बाई बाई। पहिला के खान्छु म त्योभन्दा स्ट्रङ कफी खान्छु त्यहाँबाट बल्ल त्यो खान्छु मैले फेरि दुध। त्यो नखाइकन चाहिँ खानाले है त साथीहरू यस्तै छन्। अरू त्यस्तै हो कफीहरू खाइन्छ गेम पनि हेरिन्छ फेरि। यो मायाको कस्तो हो बोली चलै मिठो हो मायाको आशैमा जाने भैरमा।